नाउ अब यसमा अझै एउटा कन्सेप्ट आयो, ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी। ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी, डिएमयू। ओके, भेरी भेरी इम्पोर्टेन्ट कन्सेप्ट, भेरी भेरी इम्पोर्टेन्ट कन्सेप्ट। यो हाम्रो प्र्याक्टिकल लाइफमा पनि अप्लाई हुन्छ। मजाले बुझौँ न म के भन्नु खोज्दैछु। यो ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी भनेको के हो? यो ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी भनेको के हो भन्दाखेरि यसले के भन्छ भन्दाखेरि हामीले कुनै पनि कमोडिटी, कुनै पनि सामान कन्टिन्युअसली खाएको 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 गऱ्यो भने त्योबाट पाउने सेटिस्फ्याक्सन, त्योबाट के अरे पाउने सेटिस्फ्याक्सन, र सेटिस्फ्याक्सन भन्दा दुई प्रकारको सेटिस्फ्याक्सन हुन्छ, एउटा टोटल युटिलिटी, एउटा मार्जिनल युटिलिटी। गट इट? त पाउने मार्जिनल युटिलिटी चाहिँ डेक्लाइन हुन्छ अरे। पाउने मार्जिनल युटिलिटी के हुन्छ अरे? डेक्लाइन। अगेन आइम रिपिटिङ, ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटीले के भन्छ भन्दाखेरि कुनै पनि कमोडिटी हामीले कन्टिन्युअसली कन्ज्युम गर्यो, कन्टिन्युअसली के गर्यो? कन्ज्युम गर्यो भने त्यहाँबाट पाउने मार्जिनल युटिलिटी के हुन्छ? डेक्लाइन हुन्छ। के हुन्छ? डेक्लाइन। क्लियर? यसलाई म अझै क्लियरली एक्सप्लेन गर्छु। हेर्नुहोस् है, जस्तो यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् के भएको छ? एमयू पहिला 30, त्यहाँदेखि के भएको छ? 20, त्यहाँदेखि के भएको छ? 10, त्यहाँदेखि 5, त्यहाँदेखि 0, त्यहाँदेखि -5। हेर्नुहोस् त, एमयू के हुँदैछ? डेक्लाइन हुँदैछ। के हुँदैछ? डेक्लाइन। अब यसलाई क्लियरली बुझ्नु के भन्नु खोजेको भन्दाखेरि, से फर इक्जाम्पल हाम्रो युगल युगल भाइको एउटा इक्जाम्पल दिँदैछु। युगल भाइले घरमा मासु मगायो, बडी मासु कति केजी? 2 केजी मासु लिएर आयो, चिकन। अब त्यो चिकन ल्याएर उसले बिहानै 9 बजी चिकन पकायो र चिकन खायो। त्यहाँबाट कति सेटिस्फ्याक्सन पायो? 30। क्लियर? फेरि 11 बजी फेरि घर आयो, फेरि घरमा आयो, त्यही चिकनै खाँदैछ, बिहान बनाएकै चिकन। क्लियर? त हेर्नुहोस् है, अघि बिहान जुन उसले चिकन खाएको थियो, उसलाई खम लागिरहेको थियो, भोकाइरहेको थियो, र उसले त्यहाँबाट सेटिस्फ्याक्सन के पायो? अलिक बेसी पायो। के पायो? बेसी। 11 बजी गएर फेरि खाँदाखेरि त्यो सेटिस्फ्याक्सन उसको के हुन्छ? अलिकति डेक्लाइन। एमयू के हुन्छ? डेक्लाइन। बुझ्यो? फर्स्टमा खायो, फेरि सेकेन्ड प्लेट खाँदा त्यहाँबाट अलिकति के हुन्छ? त्यो अगाउँछ, अगाएपछि उसको के हुन्छ? सेटिस्फ्याक्सन घट्छ। फेरि अझै 1 प्लेट, फेरि 1 घन्टा बाद फेरि उसले के गर्यो? चिकन खायो। फेरि 1 घन्टा बाद फेरि खायो। त उसले कन्टिन्युअसली त्यो चिकन कन्टिन्यू कन्ज्युम गरेपछि एक टाइममा त्यो मान्छे के हुन्छ? वाक्कै हुन्छ, एच भयो खाँदिनँ भन्ने हुन्छ। गेटिङ अ पोइन्ट? र जबरजस्ती खायो भने के हुन्छ? भमिट भएर जान्छ। यो नेगेटिभ। क्लियर? अब यो मार्जिनल युटिलिटीले के भन्ने त्यसो भने कुनै पनि कन्ज्युमरले, इट स्टेट्स दैट व्हेन अ कन्ज्युमर कन्ज्युम मोर एन्ड मोर युनिट अफ के अरे? सेम कमोडिटी। मोर एन्ड मोर युनिट अफ के अरे? सेम कमोडिटी, द एडिसनल सेटिस्फ्याक्सन द्याट इज के अरे? एमयू, जुन चाहिँ त्यो मार्जिनल युटिलिटी पाउँछ, द्याट डिराइभ्स फ्रम द्याट कमोडिटी गोज डाउन। मार्जिनल युटिलिटी घटेर जान्छ भन्दैछ। क्लियर? से फर इक्जाम्पल हामीलाई नि चाहिँ एउटा बहिनी छ, ऊ बहिनीले एउटा फ्रक, उसले बजारमा एउटा फ्रक हेरेर आएको थियो, रेड कलरको फ्रक होइन, र उसले कहिले किनौँ भइरहेको थियो। बुझ्नुभयो? उसले जसरी त्यो फ्रक फर्स्ट डे गएर किन्छ, पैसा अरेन्ज गरेर उसले फर्स्ट डे त्यो फ्रक किनेर ल्यायो। फर्स्ट डे त्यो फ्रक लगाउँदा उसलाई के हुन्छ? पुरा ह्याप्पी फिल हुन्छ। बुझेन? पुरा खुसी, निकै खुसी गर्नुहुन्छ, परी, आफूलाई परी सम्झिन थाल्छ। गेटिङ अ पोइन्ट? फर्स्ट डे उसले त्यो फ्रक लगाउँदा सी विल बी भेरी ह्याप्पी, त्यो भन्नु खोजेको। त सेकेन्ड डे फेरि त्यो फ्रक लगाउँदा त्यहाँबाट उसले फर्स्ट डे जति खुसी भएको थियो, जति सेटिस्फ्याक्सन पाएको थियो, सेकेन्ड डे त्यति खुसी हुँदैन। त्यो खुसी के हुन्छ? डेक्लाइन। थर्ड डे फेरि त्यही फ्रक युज गऱ्यो भने त्यहाँबाट जति सेटिस्फ्याक्सन पहिला पाएको थियो त्यो अझै के हुन्छ? डेक्लाइन। त्यो घट्दै जान्छ। एउटा टाइम यस्तो आउँछ उसलाई त्यो फ्रक लगाउनु मन पर्दैन, न्याक्कै हुन्छ, छ लाउँदैन, पुरानो भयो भन्ने हुन्छ। क्लियर? त यो के भन्नु खोज्दैछ यसले भन्दाखेरि यो प्र्याक्टिकल लाइफ पनि हुन्छ है। कुनै पनि मान्छेले कुनै पनि कमोडिटी कन्टिन्युअसली युज गरेको छैन, त्यो कमोडिटीबाट मान्छे वाक्कै हुन्छ भन्नु खोजेको, वाक्कै हुन्छ। क्लियर? र वाक्कै हुन्छ भन्नु त त्यसबाट पाउने सेटिस्फ्याक्सन त्यसको के भएर जान्छ? डेक्लाइन भएर जान्छ। क्लियर? नाउ एउटा पर्सनल इक्जाम्पल इन द सेन्स, यसलाई नेगेटिभली नलिनु। से कसैले बिहा गर्यो, बुझ्नुभयो? सही, गर्लफ्रेन्ड बोयफ्रेन्ड थियो अरे, गर्लफ्रेन्ड बोयफ्रेन्ड थियो, उनीहरू पहिला एकदम प्रेममा थियो होइन, लभमा थियो होइन। त फर्स्टमा के हुन्छ? तिमी कति राम्री, तिमी कति राम्रो, एकदम भेटघाट हुन्छ, दुईजनाले एकअर्कालाई एकदम मजाले मतलब खुसी हुन्छ दुईजना होइन। तर बिस्तारै सपोज उनीहरूको बिहा भयो होइन, बिहा भएपछि के हुन्छ? फर्स्टमा उनीहरू खुसी हुन्छ, त्यहाँदेखि सेकेन्ड डे थर्ड डेमा अलिअलि लडाइँ झगडा होइन, त्यहाँदेखि फेरि के हुन्छ? तिनीहरूको लडाइँ झगडा बढ्दै जान्छ। त मैले भन्नु के खोजेको भन्दाखेरि फर्स्टमा उनीहरू निकै खुसी हुन्छ, त पछि त्यहाँदेखि भन्दै गरेको हुन्छ तँ मोरा गर्लसँग बिहा गरेर लाइफ बिग्रियो। अर्कोले पनि अर्कोलाई भन्दै गरेको हुन्छ दारू फ्याक होइन, लडाइँ झगडा भइरहेको हुन्छ। यसको मतलब के हो? त्यो मान्छे कन्टिन्युअसली एकअर्कासँग बस्दा त्यहाँबाट उनीहरू जुन चाहिँ ह्याप्पिनेस के भइरहेको? डेक्लाइन। तर एक्जाममा प्लिज यो लेख्नु चाहिँ हुँदैन है। मैले जस्ट यो बुझाउनु खोजेको
कि कुनै पनि कमोडिटी मान्छेले कन्टिन्युसली युज गर्यो, कन्टिन्युसली खाएको गऱ्यो भने त्यहाँबाट पाउने सेटिस्फ्याक्सन चाहिँ के हुन्छ अरे डिक्लाइन हुन्छ भन्नु खोजेको। स्योर? क्लियर? नाउ त एमयु भनेको क्लियर भयो। कुनै पनि कमोडिटीलाई हामीले कन्टिन्युसली खायो भने त्यहाँबाट पाउने एडिसनल सेटिस्फ्याक्सन के हुन्छ डिक्लाइन हुन्छ। तर अब यो ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी पढ्दा पनि यसको के छ, केही अजम्पसन छ। के छ यसको केही अजम्पसन। वाट इज द्याट अजम्पसन भन्दाखेरि नम्बर 1 अजम्पसन के भन्दा कन्टिन्युस कन्जम्पसन। के अरे कन्टिन्युस कन्जम्पसन। कन्टिन्युस भन्नुको मतलब जस्तो अब मैले अघि युगल भाइको इक्जाम्पल दियो। युगल भाइले के गर्यो भन्दा बिहान चिकन खायो, फेरि 1 घन्टा बाद उसले चिकनै खायो, फेरि अर्को 2 घन्टा बाद उसले के खायो, चिकन नै खायो। भनेपछि कमोडिटी उसले चेन्ज गरेको छैन। एउटा जुन बिहान चिकन खायो त्यही चिकन खाएको हुनु पर्यो। बिहान चिकन खायो, फेरि दिउँसो गएर उसले पिज्जा खायो, फेरि भरे गएर पनिर खायो, फेरि नेक्स्ट डे गएर अर्कै खायो, त्यस्तो हुँदैन। त्यसमा फेरि यो ल अप्लाई हुँदैन। यो ल कब अप्लाई हुन्छ? कन्जम्सन के हुनु पर्यो कन्टिन्युस। र कुन कुन कमोडिटी? सेम कमोडिटी खाएको गर्नु पर्यो। अर्को ऱ्यासनल कन्ज्युमर। के अरे ऱ्यासनल भनेको मतलब मानसिक मेन्टली त्यो कन्ज्युमर जो कन्ज्युमरले त्यो कमोडिटी युज गर्दैछ त्यो चाहिँ एउटा ऱ्यासनल हुनु पर्यो। ऱ्यासनल भन्नुको मतलब त्यसको माथि यो ल अप्लाई हुनु पर्यो। लाइक त्यसले फर्स्ट प्लेट खायो अन्त कति सेटिस्फ्याक्सन पाइस् भन्दा 30, सेकेन्ड प्लेट खायो भन्दाखेरि त्यसले यस्तो भन्नुभयो भने म त फर्स्ट प्लेटभन्दा बेसी खुसी पायो, म त अघि भन्दा भक्कु मजा आयो, त्यस्तो हुँदैन। त्यस्तो खालको कन्ज्युमरको लागि यो ल होइन, बुझेन? एउटा सभ्य कन्ज्युमरको लागि यो ल हो। फर्स्ट प्लेट खायो, सेकेन्ड प्लेट खायो, थर्ड प्लेट खायो, फोर्थ प्लेट खायो, फिफ्थ प्लेट खायो, त कन्टिन्युसली खाँदा त्यसको भोक हराउँदै जानु पर्यो। राक्षसको लागि यो ल होइन भन्नु खोजेको, बुझेन? खाएको छ अगाएकै छैन, अझै चाहियो भने त्यसको लागि यो ल होइन। बुझेनौ? जो चाहिँ एउटा ऱ्यासनल कन्ज्युमर छ, जसले फर्स्ट प्लेट खायो साटिस्फाइड भयो, सेकेन्ड प्लेट खाँदा अलिकति त्यसको सेटिस्फ्याक्सन लेभल घट्यो, तिनीहरूको लागि यो ल। बुझ्नुभयो? अर्को कन्सटेन्ट प्राइसमा चेन्ज आउनु भएन। फर्स्ट इक्जाम्पल मोमोको इक्जाम्पल हुँदैन। फर्स्ट प्लेट मोमोको दाम 50 रुपियाँ थियो भने सेकेन्ड प्लेट मोमोको दाम पनि के हुनुपर्छ 50, थर्डको मोमोको दाम पनि के हुनुपर्छ 50। प्राइसमा चेन्जेस हुनु भएन। कमोडिटीको प्राइस के हुनु पर्यो? सेम हुनु पर्यो। र नो चेन्ज इन क्वालिटीमा पनि चेन्ज हुनु भएन। जस्तो फर्स्ट कमोडिटीको क्वालिटी थियो, सेकेन्ड कमोडिटी पनि सेम क्वालिटी हुनु पर्यो। तब मात्रै गएर यो ल एप्लाई हुन्छ। क्लियर? त अब बुझ्नुभयो होला। अघि मैले तिमीहरूले यो टेबल बनाएर यसलाई सेड्युल पनि भन्छ। सेड्युल किन यो सेड्युल बनाएर मैले एमयु किन घटाएँ 30 20 10 5 0 -5 किन गरेँ भन्दाखेरि बिकज अफ दिस ल। यो लले गरेर मैले एमयुलाई के गरेँ घटाएँ 10 30 30 20 10 5 0 -5। क्लियर? र कन्टिन्युस कन्जम्सन हुँदैछ। यो कन्टिन्युस कन्जम्सन के थियो हाम्रो इक्जाम्पलमा? मोमो थियो। के थियो? मोमो। नोट्समा यहाँ आइसक्रिम दिएको छ, डजन्ट म्याटर, केही पनि कुनै पनि कमोडिटी हुनसक्छ। क्लियर? तर कन्टिन्युस कन्जम्सन छ भने चाहिँ एमयु के हुन्छ? डिक्लाइन। ओके, नाउ अब यो टेबल सर हामीले एक्जाममा याद गरेर जानु, सर यो टेबल म एक्जाममा पढेर जानु, नट रिक्वायर्ड। यो टेबल पढ्नु पर्दैन। तिमीले कुनै पनि एउटा इमेजिनेरी नम्बर लियो यहाँ। क्लियर? यहाँ तिमीले 100 लियो, के लिएर एमयु 100। त एमयु तिमीले 100 लियो भने यो नेक्स्ट सेकेन्डमा के हुन्छ? 100 भन्दा कम्ती 80 हालिदिनु, 70 लेखिदिनु, केही लेख्नु, बुझ्यो होइन? तर कम्ती लेख्नुपर्छ, 100 भन्दा कम्ती। सपोज 100 भयो भने यहाँ के हुन्छ 80, त्यहाँदेखि 80 देखि यहाँ लेख्दा अलिक कम्ती, फेरि यहाँ लेख्दा अलिक कम्ती, एउटा पोइन्टमा 0 हाल्नु, एउटा पोइन्टमा के हाल्नुपर्छ? 0। र त्यहाँदेखि के हुन्छ? यो नेगेटिभ। के हुन्छ? नेगेटिभ। ओके, एमयु आएपछि टियु त निकाल्नु सक्छ, आरामले सक्छ टियु निकाल्नु। टियु कसरी निकाल्छ? यो एड गर्दै जाउँ, बुझ्नुभयो? यो सबै के गर्नु पर्यो? एड गर्दै जानु पर्यो, टियु आइहाल्छ। क्लियर? अब हामी यसको के बनाउन सक्छौँ? एउटा टेबल, एउटा के अरे चार्ट बनाउन सक्छौँ, फिगर बनाउन सक्छौँ। कसरी हामीले एमयु र टियुको फिगर बनाउँछौँ भनेर। ओके,